सम्पूर्णमा नमस्कार। भगवानको राम नामको महिमा ध्यान दिएर सुन्नुहोला है। जसले यो भिडियो पुरै हेर्नुहुनेछ उनीहरूको घरमा चाहिँ शान्ति छाउनेछ र लक्ष्मीले बास पनि गरिदिनुहुनेछ। सुन्ने परिवारहरूको घरमा सुख शान्ति समृद्धि छाउनेछ। अघि कुनै वर्तमान समयमा एक घरमा दुई दाजुभाइ बस्ने गर्दथे। ती दाजुको नाम धर्म थियो भने भाइको नाम चाहिँ कर्म थियो। अनि दाजु चाहिँ नाम अनुसारको चाहिँ अत्यन्तै नाम चाहिँ धर्म थियो। त्यही नाम अनुसारको चाहिँ अत्यन्तै धार्मिक, धर्ममा मन लगाउने, निष्ठावान, दानवान र उदार हृदय भएका थिए। भगवानको जप तप, भगवानको नाम कीर्तन भजन इत्यादि गर्ने गर्दथे ती दाजु धर्म चाहिँ। र अनि त्यसै गरी भाइको नाम कर्म थियो। भाइ चाहिँ धर्ममा मन नलगाउने, खाली कर्म गर्ने, काम गर्नुपर्छ, भजन कीर्तन गरेर हुन्छ यो त एकदमै अल्छीको कुरा हो। जप गर्ने, भजन गर्ने, कीर्तन गर्ने, तप गर्ने, सम्पूर्ण काम गर्न चाहिँ मन लाग्दैन। अनि यस्तो यस्तो गरेर चाहिँ समय बर्बाद बनाउने। कर्म गर्नुपर्छ, काम गर्नुपर्छ, खेतीपाती उब्जाउनुपर्छ, अन्न बाली हर चिज गर्नुपर्छ र हामीलाई त्यो कर्म अनुसारको फल प्राप्त हुन्छ। अनि पेटभरि खान पाइन्छ। यो दान धर्म जप तप भगवानको नाम कीर्तन गरेर यो अल्छीपन यसले खान दिन्छ भन्ने कर्म दाइ चाहिँलाई या अरू जुनसुकै साधु सन्तहरूलाई देख्यो कि यति घृणा गर्ने, अपमान गर्ने, निन्दा गर्ने त्यस्तो खालको गर्ने गर्दथ्यो भाइ कर्मले। र उसलाई भगवानको नाम भजन कीर्तन जप तप धर्म बारेमा केही ज्ञान पनि थिएन त्यो भाइ कर्मलाई। अनि ती दाजुलाई चाहिँ कतै कतै भाइको एकदमै चिन्ता लागेर आउँथ्यो। भाइले काम चाहिँ मरिमेटी गर्दछ, धेरै परिश्रम गर्छ, काम गर्छ, तर अलिकति भगवानको नाम भजन कीर्तन जप तप भगवानको नाम गुणगानमा अलिकति भाइको मन गइदिएदेखि कति राम्रो हुन्थ्यो होला भन्ने एकदम पीर चिन्ता लिन थाल्थ्यो दाइले। जस्तै एउटा जसको स्वभाव जस्तो छ उसले त्यस्तै खालको स्वभाव बनाउन खोज्दछ एउटा उदाहरण। र उसले वरिपरिको वातावरण पनि उस्तै बनाउन चाहन्छ। जस्तै चोरले चोरकै लागि मात्र सङ्गत गर्न चाहन्छ भने त्यस्तै संसारको कुरा गरेर मात्र रमाउन चाहनेहरूले त्यस्तै व्यक्ति मात्रै मन पराउन चाहन्छ। अब साधु सन्त भगवान भजन कीर्तन जप तप ध्यान अनुष्ठान गर्ने, भगवानकै नाम उच्चारणमा रमाउन चाहनेले चाहिँ भगवानको लीला परिचर्चा गर्न चाहने व्यक्तिले त्यस्तै मात्रै मन पराउन चाहन्छ है त यो एक्जाम्पल। र दाजु धर्मलाई चाहिँ भाइको व्यवहारदेखि अलिकति ठिक लागेन। भगवानको गुणगान भजन कीर्तन जप तप अनुष्ठान त्यस्तै गरी साधु सन्तकोमा जाने रमाउने गरौँ न भन्दा एकदमै नमान्ने के भाइ चाहिँ कुरा सुन्दै नसुन्ने। अब के गर्ने होला, उता दाजुलाई पीर लागिरहेको छ। तर पनि त्यहाँ गर्ने उपाय चाहिँ केही थिएन। हुँदै एक दिन गाउँमा साधु सन्तहरू चाहिँ आइपुग्नु भएको रहेछ। अनि ती धर्म नाम गरेका दाजुले चाहिँ जब थाहा पाइसकेछन् साधु सन्तको हाम्रो गाउँमा आगमन भएको छ भन्ने कुरा, अनि ती दाजु धर्म दौडिएर गएछन् दर्शन गर्न भनी। र ती साधु सन्तहरूद्वारा भएको ती भजन कीर्तन भगवानका लीला परिचर्चा गुणगानहरू चाहिँ कानले श्रवण गर्दछन्। अनि सबै कामहरू सकिसकेपछि उहाँहरूको चरण कमलमा साष्टाङ्ग दण्डवत गरी हजुरहरूको यो दिव्य पादारविन्द एकपटक चाहिँ मेरो कुटीमा पनि पार्न पाए कति सुन्दर हुन्थ्यो, कति आनन्द हुन्थ्यो होला। हजुरहरूसँग यो कृपा पाउन सक्छु कि सक्दिनँ होला भनिसकेपछि अनि साधु सन्तले भन्दछन् ए भइहाल्छ नि, हुन्छ लु हिँड्नुहोस् भन्नुहुन्छ। अनि फेरि धर्मले भन्दछन् कि मैले हजुरलाई त लैजाँदैछु, तर एउटा सानो निवेदन म गर्न चाहन्छु। मेरो भाइ घरमै बस्दछ, उसको नाम कर्म हो, काम भने धेरै गर्दछ, उसले ज्यान फ्यालेर मरिमेटी काम गर्दछ।
र उसले कर्मलाई नै सर्वश्रेष्ठ मान्दछ। उसले जीवनमा भजन कीर्तन जप तप ध्यान भगवानको नाम साधु सन्तको कथा प्रवचन कहिले पनि सुन्न चाहेन र गर्दैन पनि। अनि गर्नेवालाको निन्दा गर्छ, तिरस्कार गर्छ। काम गर्नु पर्दैन, भजन कीर्तन गर्दै पछि लाग्दै हिँड्दै यस्तै हो यिनीहरूको काम भन्दै घृणा गर्दछ। र अनि हजुरहरूलाई देखेर पनि त्यस्तै शुद्र वचन गरेर निन्दा अपमान गर्न सक्दछ। जो हजुरहरूलाई यो असह्य हुन सक्दछ त्यसको लागि म क्षमा प्रार्थी छु। हजुरहरूलाई अनुकूल लाग्दछ भने मेरो घरमा यस्तो यस्तो खालको वातावरण छ र हजुरहरूले मेरो घरमा अनुकूल लाग्छ भनी मात्र जाउँ, होइन भने फेरि म यो अपराधको भागी बन्न चाहदिनँ भनेर ती धर्मले भनिसकेपछि साधु सन्तले मुसुक्क हाँस्दै भन्नुहुन्छ फेरि, होइन अब त झन् जानुपर्छ, जाउँ। हजुरको घरमा यस्ता भाइ छन् भने अब त झन् ढिला नगरिकन झन् जानुपर्दछ भन्दै जाउँ जाउँ भन्दै जानुहुन्छ। गएपछि जाँदा जाँदै अलि अगाडि छिटो पुगिसकेपछि दाजु धर्मले भाइ कर्मलाई चाहिँ के भनेर अराए भनेदेखि, यस्ता यस्ता खालका साधु सन्त छन् हाम्रो घरमा आउँदै हुनुहुन्छ, तिमीले यस्तै विचित्र गरेर साधु सन्तलाई अपमान गर्ने, गाली गर्ने, तिरस्कार गर्ने गर्दछौ भने तिमी आफ्नो काम सकेर घरको कोठाभित्र गएर चाहिँ बस, बाहिर फर्केर हेर्दै नहेर। तिमीले हेर्दै नहेरेपछि, तिमीले देख्दै नदेखेपछि तिमीलाई कुनै केहीको पनि टाउको दुखाइ हुँदैन। तिमी आफ्नो काम सकेर आफ्नो कोठामा बस, बाहिर निस्किँदै ननिस्क है भाइ भनेर धर्म दाजुले चाहिँ कर्म भाइलाई यसरी अराए। र भाइ कर्मले पनि त्यति भनिसकेपछि त ती वचनहरू त मान्नै पर्यो र उसलाई केही धर्मको रुचि भए पो के रहेछ भनेर एकछिन बाहिर हेर्न निस्किन सुन्न चाहन्थ्यो। अब रुचि नै नभइसकेपछि त काम गर्नको अल्छीले जोगी भएका हुन् भन्ने उसको मनमा यस्तै मात्रै कुरा चलिरहन्थ्यो। अनि ती कर्म पनि त्यही कोठाभित्र बसिरहे, काम सकेर कोठाभित्र बसिरहे। अनि साधु सन्तहरू पनि आउनुभयो र भगवानको मन्दिरमा गएर केही उपदेशहरू दिनुभयो र अनि भजन कीर्तन गुणगान जप तपहरू गर्नुभयो। अनि जाने बेला भयो, अनि बिदाबादी भएर चाहिँ जाँदै हुनुहुन्थ्यो। अब ती साधु सन्तहरू गए छैनन्, कोही पनि सुनसान भयो भनेर चाहिँ ती कर्म ढोका खोलेर बाहिर निस्कँदै गर्दा त ती सन्त मध्ये जुन प्रमुख हुनुहुन्थ्यो उहाँले पछाडि फर्केर हेर्नुभयो र ती कर्म भनेका चाहिँ ढोका खोलेर बाहिर निस्कँदै गर्दा उनले फर्केर हेर्दाखेरि झलक्क देखे। अनि भन्नुहुन्छ, ए तिमी नै हो कर्म नाम गरेका भाइ चाहिँ, लु आऊ आऊ भन्दै थिए। अनि ती कर्मले साधु सन्तलाई देखिसकेपछि अझैसम्म तपाईँहरू जानु भएको छैन, ढोकाभित्र पस्नै लाग्दाखेरि ती सन्त प्रमुखजीले चाहिँ हातमा च्याप्प पक्रेर चाहिँ भन्नुहुन्छ, आऊ तिमी बाहिर आऊ, छिटो आऊ, बाहिर निस्क भनेको मान्दैनौ, छिटो आऊ भन्दै तान्नुहुन्छ। अनि ती कर्म भन्दछन्, म बाहिर आउँदै आउँदिनँ, तपाईँहरू सबैजना यहाँबाट निस्केर जानुहोस् अनि मात्र म बाहिर आउँछु, नत्र म आउँदै आउँदिनँ, नत्र मेरो मुखबाट अपशब्दहरू निस्किन्छन्, विचार गर्नुहोस् है, छिटो गइहाल्नुहोस् अनि मात्र म बाहिर आउँछु भनेर ती कर्मले साधु सन्तलाई चाहिँ भन्दछन्, नत्र म गाली दिनेछु, जानुहोस् छिटो भनेर भन्दछन्। अनि ती साधु सन्तले भन्दछन् कि ल भन के भन्दछौ, लु तिमीले भन के भन्छौ, म पनि सुन्न तयार छु भनेपछि एकछिन त केही पनि भन्न सकेनन् ती कर्मले, किनकि सन्तको स्पर्शमा त्यो शक्ति हुन्छ। भगवानको भक्तहरूले जसलाई हेरिदिनुहुन्छ, जसलाई छोइदिनुहुन्छ, भगवानको भक्तले एउटा जड ढुङ्गालाई पनि, ढुङ्गा पत्थरलाई छोइदिँदा पनि मात्र उसको उद्धार हुन्छ, मुक्ति हुन्छ। हेरिदिँदा मात्रै पनि त्यसको भावना नै परिवर्तन भइदिन्छ भने त्यही भाव यहाँ आज कर्मको बिचमा भइरहेको छ। सन्तले समय दिनुभयो, समय दिने बित्तिकै उसको त्यो आदि पाप त त्यहीँ नष्ट भयो। सन्तको स्पर्शले कर्ममा भएको निन्दा तिरस्कार सबै जे जति थिए ती आदि नष्ट भए।
अनि त्यही पनि फुत्केर भाग्न खोज्दै थिए, भित्र जान खोज्दै थिए, तर सकेनन्। सन्तले अनि जोरले समातेर भन्नुहुन्छ, तिमी कहाँ भाग्न चाहँदैछौ? तिमी त्यत्तिकै भाग्न पाउँदैनौ। भगवानको राम नाम भन, श्रीकृष्ण भन, अनि मात्र म तिमीलाई छोड्दछु भन्नुहुन्छ। अनि कर्मले भन्छ, म भन्दिनँ। ती रामले हामीलाई खान दिन्छन्, ती कृष्णले हाम्रो पेट भर्दछन् र भन्नु, म भन्दिनँ। म चाहिँ दिनरात नभनी खेतमा मरिमेटी काम गर्छु, खेतमा खनजोत गरेर खेतीपाती गरेर अन्न भित्राउँछु र पो मैले खान पाउँछु। मैले किन भन्ने ती बिना सित्तैमा राम नाम कृष्ण नाम भन्ने? तिनले मलाई खान दिन्छन् र भन्नु। जति पनि यो संसारमा मानिसहरू छन्, जता आफूलाई फाइदा हुन्छ त्यतैतिर रमाउँछन्। त्यसै गरी यो कर्मको स्वभाव पनि त्यस्तै थियो। र पनि अझै पनि सन्तले भन्नुहुन्छ, जबसम्म तिमीले श्रीराम श्रीकृष्णको नाम उच्चारण गर्दैनौ तबसम्म म तिमीलाई छोड्दिनँ भन भन्दै यसरी थिचेर कस्नुभयो कि कतै पनि दायाँ बायाँ नचटपटाउने तरिकाले अठ्याउनु भयो। र त्यस्तै अवस्थामा ती कर्म जमिनमा पछारिएपछि झन् ती सन्तले चाहिँ उनको छातीमा जोडले समातेर थिचेर चाहिँ भन्दैनौ, लु अझै भन्दैनौ, लु भन, श्रीरामचन्द्र भन, श्रीकृष्ण नाम उच्चारण गर भन्दै थिचिसकेपछि एकछिन पछाडि उसलाई बोल्न सास फेर्न पनि असजिलो भयो। र त्यही मौका पारेर कर्मले चाहिँ जय श्रीराम भनेर चाहिँ उच्चारण गरेछन्। र अनि सन्तले छोडिदिनु भयो। लो अब ठिक छ भनेर त्यहाँबाट बिदा भएर जानुभयो सन्त। र अनि ती कर्म चाहिँ आफ्नो काममा व्यस्त हुँदै कर्ममा लागिरहेका थिए। हुँदै एक दिन त्यो शरीर पनि शिथिल हुन पुग्यो, वृद्ध अवस्थामा प्रवेश हुन पुग्यो, जीर्ण हुँदै गयो। हुँदै एक दिन प्राण पखेरु उडेर जान लाग्दाखेरि यमदूतहरू उसलाई लिन भनी आइपुगे र लिएर पनि गए। यसको त पापै पाप, अपराधै अपराध मात्रै छ। यसले जति पनि साधु सन्तको निन्दा अपमान, भगवानको हिंसा मात्रै गरेका धेरै पापहरू रहेछन्। यसलाई त यमराजको मात्रै भागीदार छ भनेर चाहिँ यमलोक लिएर जानुभयो। र यमलोक पुगिसकेपछि चित्रगुप्तले चाहिँ यसको के रहेछ त पाप, के रहेछ त धर्म भनेर खाता खोलेर हेर्दै गर्दाखेरि सबै पापै पाप, निन्दा अपमान, भगवानलाई हिंसा मात्रै गरेका यस्ता पापहरू देखिए। तर एउटा चाहिँ यसले पुण्य गरेको रहेछ भनेर चाहिँ धर्मराजलाई सुनाउनु भयो। अनि धर्मराजले त्यस्तो पुण्य के काम गरेको रहेछ सुनौँ त भनेर हेर्दाखेरि यसले एक दिन श्री राम नाम जपेको रहेछ भनेर भन्दाखेरि कर्मले सुनिरहेको थियो। र कर्मले सोध्यो, यो राम नामको महिमा भनेको चाहिँ के हो भन्नुहोस् त मलाई भनेर सोद्धाखेरि धर्मराज अनि अकमक्क भएर हेर्नुहुन्छ र भन्नुहुन्छ, यसले आज राम नामको महिमा सोध्दैछ, जुन राम नामको महिमा त मैले पनि वर्णन गर्न सक्दिनँ। लु जाउँ, हामी सबै स्वर्गलोकतिर जाउँ, इन्द्रदेवसँग सोधौँ, इन्द्रदेवले राम नामको वर्णन सुनाउनुहुन्छ भन्दै मर्त्य लोकबाट स्वर्गलोकतिर प्रस्थान गर्दा भए। र जाँदै कर्मलाई चाहिँ थकाइ लागेछ, म यत्रो बाटो हिँड्न सक्दिनँ, म गले थाकेँ, मलाई बोकेर लानुहुन्छ भने लैजानुहोस्, नत्र म हिँड्दै त जाँदिनँ भने कर्मले। र अनि त्यसपछि धर्मराजले ती कर्मलाई काँधामा बोकेर चाहिँ गए र स्वर्गलोकमा पुगेर इन्द्र भगवानसँग सोधे, प्रभु यो राम नामको महिमा कस्तो छ हामीलाई बताइदिनुहोस् भनेर भन्दाखेरि इन्द्रदेवले पनि यसको महिमा त म पनि वर्णन गर्न सक्दिनँ, जाउँ अब हामी ब्रह्मालोकमा, ब्रह्माजीले बताउनुहुन्छ भन्दै हिँडेर ब्रह्मालोक पुगे। अनि ब्रह्माजीलाई पनि सोधे, प्रभु यो राम नामको महिमा कस्तो छ बताइदिनुहोस् भन्दाखेरि ब्रह्माजी पनि उसै गरी अकमक्क परेर भन्नुहुन्छ कि श्री राम नामको महिमा मैले कसरी भनौँ त म सक्दिनँ, वर्णन गर्न शिवजीलाई पक्कै थाहा छ, किनकि जसले हृदय कमलमा नै सीतारामचन्द्र प्रभुको ध्यान गरी बक्सनुहुन्छ, सदा सर्वदा जसले आफ्नो इष्टदेव मान्नुहुन्छ, त्यस्ता भोलेनाथ शिवजीलाई त पक्कै थाहा हुन्छ, जाउँ हिँड भनेर फेरि कैलाश पर्वतमा गए। अब इन्द्रलोकबाट ब्रह्मालोक, ब्रह्मालोकबाट कैलाशलोक, साथमा हुनुहुन्छ इन्द्रलोकका
इन्द्र महाराज, ब्रह्मा लोकका मालिक ब्रह्माजी, यता अब धर्मराज साथैमा हुनुहुन्छ। अनि कैलाशमा गएर राम नामको महिमा सोद्धाखेरि शिवजीले भन्नुहुन्छ, कहीँ राम नामको महिमा वर्णन गरेर सकिन्छ त? राम नामको महिमा सुन्नलाई आज तिमीहरूले यो मौका जुराइदियौ। लु जाउँ, हामी सबै जाउँ अब भगवानको नित्य धाम वैकुण्ठ धाममा गएर चाहिँ भगवानसँगै सोधौँ। लु जाउँ भन्दै गएर वैकुण्ठ धाममा श्री विष्णु भगवानलाई साष्टाङ्ग प्रणाम नमन गर्नुहुन्छ। भगवान श्री हरि विष्णु भगवानलाई र अनि भगवान प्रभु दङ्ग परेर हेर्दै भन्नुहुन्छ कि आज इन्द्रजी पनि, महाराज धर्मराज पनि, ब्रह्माजी पनि, भगवान भोलेनाथ शिवशङ्कर पनि यो के हो, म के देख्दैछु? अनि साथमा यो को हो, कसलाई यो किन लिएर आएको भनेर सोध्नुहुन्छ भगवान श्री हरि विष्णु भगवानले। अनि धर्मराजले भन्नुहुन्छ, प्रभु आज यसले राम नामको महिमा सोध्यो। यो पापै पापले भगवानको जप तप ध्यान भजन कीर्तन भगवानको नाम उच्चारण नगरिकन निन्दा अपमान गरेको रहेछ र साधु सन्तको पनि निन्दा परिचर्चा निन्दा अपमान गरेर सधैँभरि यसले पाप मात्रै गरेको रहेछ। यसलाई दण्ड दिन भनी लैजाँदै गर्दाखेरि मैले यसको खाता पल्टाएर हेर्दा एक दिन चाहिँ यसले श्री राम नाम जपेको रहेछ र यसैले सोध्यो, यो राम नाम भनेको के हो? यो राम नामको महिमा के छ बताइदिनुहोस् भनेर भन्दाखेरि त्यसपछि मैले वर्णन गर्न सकिनँ र अनि हामीहरू सल्लाह गरेर यहाँसम्म आइपुगेका हौँ। अब हजुरले नै श्री राम नामको महिमा बताइदिनुहोस् प्रभु भनेर भन्दाखेरि भगवान श्री हरि विष्णु मुसुक्क हाँसेर भन्नुहुन्छ कि अरू त यो राम नामको महिमा, यो मेरो नामको महिमा म कसरी भनौँ, के भनौँ? तर मलाई यति मात्रै थाहा छ कि एउटा यमलोकमा दण्ड लिन भनी पुगेको एउटा जीवित व्यक्तिलाई त्यहाँबाट दण्ड नपाइकन धर्मराजको काँधमा चढेर स्वर्गको भ्रमण पनि गरियो, ब्रह्मालोकको दर्शन पनि गरियो, कैलाशमा भोलेनाथको दर्शन पनि गरियो। अनि यहाँहरूको साथमा आनन्दका साथले यात्रा गर्दा गर्दै आज यो दिव्य वैकुण्ठ धाममा आज आइपुग्यो। सहज सरल तरिकाले जुन वैकुण्ठ धामको प्राप्त गर्नका लागि हजारौँ लाखौँ करोडौँ वर्षसम्म ऋषिमुनिहरू ध्यान तपस्या गरेर कति त्याग र तपस्या गर्नुहुन्छ। आज यसले सजिलैसँग यहाँ आइपुगेको छ, त्यो पनि हजुरहरू जस्तो महापुरुषको साथमा। यो भन्दा ठुलो श्री राम नामको महिमा अरू के हुन सक्दछ र भनेर श्री हरि विष्णु भगवानले बताउनुहुन्छ। र सबैले भनौँ जय श्री राम, जय सीताराम, जय हरि श्री कृष्ण भगवान भनेर चाहिँ खाँदा बस्दा हिँड्दा सुत्दा जति बेला पनि भगवानको नाम उच्चारण गर्नु भनेको अरू केही होइन, आफ्नै लागि हो है त भन्दै आजलाई यो भिडियो यत्तिकैमा जसलाई मनपर्छ सेयर गरिदिनु होला, लाइक गरिदिनु होला, पुराना जतिले लाइक कमेन्ट सेयर गरिदिनु होला र नयाँ जतिले सब्सक्राइब गरेर हेर्नु होला। यस्तै यस्तै अरू भिडियो पनि तपाईहरूले देख्न सक्नुहुनेछ भन्दै आजलाई यत्तिकै। हस्त धन्यवाद। श्री आनन्दकन भगवान श्री हरिको जय होस्, जय होस् प्रभु, जय होस्।